Unvoiced. Love Nepal Voice. संसदमा विवाद, सडकमा दुर्घटना र प्रकृतिको चेतावनी सबै अपडेट एकै ठाउँमा। नमस्कार, एलएन भोइसको ब्रेकिङ न्युजमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ। दिल्लीमा रवि लामेछानेको भव्य स्वागतदेखि सुस्तामा सीमा तनावसम्म देशभित्र र बाहिर एकै दिन ठूला घटनाहरू। आउनुहोस् अब समाचार विस्तारमा सुनौ। दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई भव्य स्वागत गरिएको छ। रातो कार्पेट, फुलमाला र ठूला होर्डिङ बोर्ड सहित उनलाई भारतको सत्तारूढ भाजपा कार्यालयमा स्वागत गरिएको हो। भारत भ्रमणमा रहेका लामेछानेले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीच लोकतान्त्रिक अनुभव, राजनैतिक सहकार्य र सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ। उनी 5 दिने भ्रमणमा भारत पुगेका हुन्, जहाँ उनले नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लगत्तै सीमा क्षेत्रमा तनाव देखिएको छ। भारतीय सशस्त्र सीमा बल एसएसबीका करिब 50 जना सुरक्षाकर्मी हतियार सहित सुस्ताको नेपाली भूमिमा प्रवेश गरेका छन्। नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएपछि अहिले काम स्थगित गरिएको छ। प्रमुख जिल्ला अधिकारीले यस घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेका छन्। मनसुन जन्य विपदको खतरा बढ्दै गएको छ। काभ्रेपलाञ्चोकको 13 स्थानीय तहका 479 बस्ती उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। जिल्ला विपद व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। संसदमा भएको विवादपछि एमालेकी सांसद रिङ्गला देवी यादवको प्रतिक्रिया आएको छ। उनी भन्छिन्, हामी माइक खोज्न गएका हौं, हातपात गर्न होइन। तर हिजोको दृश्य फरक थियो। उनी सांसदहरूको काँधमाथि चढ्दै आक्रामक रूपमा अगाडि बढेको भिडियो अहिले भाइरल भएको छ। उनको भनाइले हिजोको व्यवहारलाई ढाक्न सक्दैन। अहिले चौतर्फी आलोचना भइरहेको छ। दाङको तुलसीपुरमा भएको दुर्घटनामा बाबु छोराको मृत्यु भएको छ। टिप्पर र मोटरसाइकल ठोक्किँदा 35 वर्षीय मनोज अधिकारी र उनका 5 वर्षीय छोरा विनराज गम्भीर घाइते भएका थिए। उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा उनकी श्रीमती अमृता नेपाली घाइते भएकी छिन्। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। देशभित्र राजनीति तातिएको छ, सीमामा तनाव बढ्दैछ र जनजीवनमाथि जोखिम झन गहिरिँदैछ। अर्को अपडेटमा के खुलासा हुन्छ, हामीसँगै रहनुहोस्। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र पेजलाई फलो पनि गरिदिनुहोस् है। धन्यवाद। जय देश नेपाल।